तपाईको रहर मन पर्यो मलाई। थ्याङ्क यू सर। यो मेरो रहर होइन, सपना हो। मेरो सपनाको लागि म जे गर्न पनि तयार छु। खुसी लाग्यो मलाई तपाईको कन्फिडेन्ट देखेर। तर म खुसी भएर भएन क्या र? ल एकछिनको लागि मान्नुस् कि मैले तपाईँको इच्छा पुरा गरिदिएँ अरे। तर तपाईँ जसलाई भेट्न चाहनुहुन्छ, यदि उहाँले नै तपाईँलाई भेट्न चाहनु भएन भने? मेरो सपनाको तपाईँ पार्ट हुनुभएको छ। तपाईँलाई भेटेर मेरो कन्फिडेन्स बढिसकेको छ। गायत्रीजीलाई भेट गराइदिनु न प्लिज। इमोसनल ब्ल्याकमेल भने त तपाईँले उहाँसँग मजाले भेट्न सक्नुहुन्छ भनेर। तर एउटा कुरा ध्यान दिनु होला, कैदीलाई कुनै पनि किसिमको प्रेसर टर्चर हुनु हुँदैन। यदि उहाँ तपाईँसँग भेट्न चाहनुहुन्छ भनेदेखि म बिचमा आउँदिनँ। यो मेरो तपाईँलाई बाचा हो। थ्याङ्क यू सर। मैले नबुझेको एउटा कुरा, उनी एउटी सामान्य महिला हुन् जो अपराध गरेर बन्दी जीवन बिताइरहेकी छिन्। तपाईँले उहाँमा के देख्नुभयो? सर, कहिलेकाहीँ सामान्य मान्छेभित्र नै भेटिन्छन् असामान्य कुराहरू। ओह, इन्ट्रेस्टिङ। जानुस्, गएर भेट्नुस्। विक्रमजी। हजुर सर। उहाँलाई गायत्रीजीसित भेट्ने बन्दोबस्त मिलाइदिनुहोस् त। जानुस्। थ्याङ्क यू सर। सुन्नुहोस् त, जब तपाईँको यो किताब छापिन्छ नि, एक प्रति मलाई चाहिँ कम्प्लिमेन्ट्री है। स्योर सर। खुसी लाग्यो। एक्सक्युज मी। हजुर सर। तपाईँको यो पुस्तक? त्यो पनि तपाईँको लागि नै। थ्याङ्क यू। कम्प्लिमेन्ट्री। सामान्य मान्छेभित्रको असामान्य कुरा। पाण्डेजी। हजुर। एउटा चिया भनिदिनुहोस् त। गायत्री देवी, तपाईँलाई भेट्न मान्छे आउनु भएको छ। च्युइङ्गम? सरी। नमस्ते। के थियो? एउटा इच्छा लिएर आएकी हुँ। कस्तो इच्छा? तपाईँको जीवनीमा पुस्तक लेख्ने मन छ। मेरो कथा बेचेर पैसा कमाउन चाहन्छु? होइन, देश र दुनियाँलाई तपाईँले जे बुझाउनु खोज्नु भएको थियो त्यही लेख्नु मन छ। कानुनका त्यस्ता विद्वानहरूले त बुझेनन्। तिमी के बुझ्यौ? जाऊ, A for एप्पल, B for बल पढ। ओढ्नी चढ्दा दूत आउँछ, मेरो बारेमा किताब लेख्ने। Hello, any problem? Dad, सोचेको किन पुरा हुँदैन? सोचेको सबै पुरा हुने भएको भए कोही पनि दुखी हुँदैन थियो, प्रकृति नै बिग्रिन्थ्यो। आत्मबललाई कमजोर नबनाऊ, सब ठिक हुन्छ। म छु तिमीसँग। थ्याङ्क यू। अनि अर्को कुरा, मोती टिप्छु भन्नेले पानीको गहिराईसँग कहिल्यै डराउनुहुन्न। हिम्मत राख,
प्रयासलाई निरन्तरता दिनु नै सफलता हो। कफी? अब हामीले गर्नुपर्ने काम त सबै सकि नै सक्यौँ इच्छाजी, तर तपाईँले गर्नुपर्ने काम चाहिँ बाँकी छ कि। इच्छाजी सुनाउनुहोस् तपाईँको इम्प्रुभमेन्ट चाहिँ के छ त? सर त्यसको बारे सबभन्दा पहिले म तपाईँलाई हाम्रो इम्प्रुभमेन्ट सुनाउँछु। हामीले यो पुस्तकलाई इङ्ग्लिस भर्सनमा निकाल्ने निर्णय गर्यौँ। नेपाली भर्सनमा त निस्किन्थ्यो नै, अब यो किताब इङ्ग्लिस भर्सनमा पनि निस्किन्छ।